यो चाहिँ टोपियोका त्यो भनेको तरुल हो सायद नेपालीमा ठ्याक्कै हो तरुलको यस्तो मिठो मिठाई बन्दो रहेछ हेल्दी पनि भयो गुलियो पनि त्यस्तो धेरै छैन टेस्ट एकदम बेस्ट छ मिठो छ तर तरुलको केक भन्छ कि मिठाई भन्छ अब यसलाई ठ्याक्क यो तरुलको हेल्दी नै भयो अनि यो सोयाबिन मिल्क भन्नाले भटमासको दुध यो हेल्थको लागि एकदम धेरै राम्रो हुन्छ मलेसियामा तपाईँले खोज्नुभयो भने यस्तो स्ट्रिट फुडहरू एकदम धेरै भेटिन्छ त्योमध्ये आफूले चुज गर्न सक्नुहुन्छ कुन चाहिँ हेल्दी कुन चाहिँ अनहेल्दी भनेर अनि ट्राई गर्न खाएर सक्नुहुन्छ मलेसियामा सुगर चाहिँ सस्तो छ किनकि यहाँ खोइ थाहै छैन सुगर सस्तो छ भनिँदो रहेछ यहाँ त्यही भएर हरेक चिज गुलियो चिज चाहिँ धेरै पाइन्छ यता